मेरो नाम राधा हो। मेरो घर वन्यजन्तु आरक्षण क्षेत्र नजिकै पर्छ। पछिल्लो समय हाम्रो क्षेत्रमा बाघको आक्रमणले धेरैको मृत्यु भएको छ। बाघ, हात्ती, गैंडा, चितुवा र भालु जस्ता जनावरको आक्रमणका कारण हरेक वर्ष धेरै व्यक्तिको मृत्यु हुने गरेको छ। खास गरी बाघको आक्रमणबाट जोगिन के कुरामा ध्यान दिनुपर्छ भनेर हाम्रो सरिता मिसले केही महत्त्वपूर्ण सुझावहरू दिँदै हुनुहुन्छ। तपाईहरू पनि ध्यान दिएर सुन्नुस् है। धन्यवाद राधा। बाघको आक्रमणबाट जोगिन हामीले जंगलमा जाँदा चहकिला लुगाहरू नलगाउने, जंगलमा वा जंगल छेउछाउ हिँड्दा कान आँखा चनाखो राख्ने, बाघको चिन्ह, पिसाब र गन्ध याद गर्ने, बाघ देखिएमा नजिकै नजाने र नजिस्क्याउने, बाघको प्रजनन समय वा वसन्त ऋतुमा सकेसम्म जंगलमा नजाने गर्नुपर्छ। त्यसै गरी बाघ देखिहाल्यो भने सम्भव भएमा 20-25 फिट अग्लो रुखमा चढ्ने, बाघसँग जम्काभेट भइहालेमा टक्क अडिएर बाघसँग आँखा जुदाउँदै पछाडि हटेर सुरक्षित ठाउँमा जाने गर्नुपर्छ। यदि समूहगत रूपमा बाघसँग जम्काभेट भएको छ भने हल्ला नगर्ने, बाघ पानीमा पौड्न सक्ने भएकाले बाघले झम्टन आँटेमा पानीमा हाम नफाल्ने, बाघको पाइला देखेपछि सतर्क हुने, बाघले गाईबस्तुमाथि आक्रमण गरेको छ भने खोस्न नजाने र बाघले मान्छेमाथि आक्रमण गर्यो भने नजिकैको बस्ती, निकुञ्ज कार्यालय र सुरक्षा निकायलाई खबर गर्ने गर्नुपर्दछ। तपाईहरूले सरिता मिसले भनेका कुराहरू त सुनिहाल्नुभयो। यी कुराहरूलाई मनन गरेर आफू सँगसँगै अरूलाई पनि बाघको आक्रमणबाट जोगाउन सहयोग गरौँ। विपदबारे चासो राखौं, चनाखो बनौं। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार, काठमाडौँ।